पनि हुन त यो पछि यिनीहरूले सबै मेसिन लगाएर काटेर फ्याँक्छ नि त अनि लिएर मजाले पिठो सिठो लगाएर अनि एकछिन राखेँ अनि त्यसपछि मजाले पखालेँ अनि त्यसपछि धोएपछि चाहिँ अनि टक्क लाएर अनि पकाएँ हुन त नेपालमा त हामी खासै धुँदैनौँ नि त जङ्गलमा पाइन्छ यता घर छेउमा थियो अनि मजाले धोएर अनि पकाएर अनि त्यसपछि यस्तो भएको थियो मैले केही नलाइकन पकाएको क्या साथीहरू प्लेन अब गाउँमा त हामीले चिप्ली भिन्डीहरू अथवा त्यो सोडाहरू हालिन्छ नि त अनि यहाँ चाहिँ ढिँडो मस्काएँ मजाले त्यसपछि मकैको च्याख्ला त पाइँदैन नि त च्याख्ला त पिठो पनि धेरै मसिनो त छैन अनि त्यसपछि टक्क लाएर थालमा हालेँ सिस्नु पनि हालेँ रेडी खानालाई त्यो चाहिँ सिस्नु चाहिँ एकदमै प्लेन बनाएको छु है साथीहरू एकदम प्लेन ढिला नगरिकन खान्छु आज चाहिँ एकदमै लामो भइसक्यो होला भिडियो सिस्नु पनि पाइयो अस्ति नै पनि मैले खाएको थिएँ ऊ त्यो घरको मैले एउटा जर्मनमा बस्ने त्यो दिदीले चाहिँ सिस्नु टिपेर खाएको देखेको थिएँ नि त अनि तपाईँ त्यता पनि सिस्नु हुँदो रहेछ भने यता पनि चिसो ठन्डी ठाउँ छ नि त अनि त्यही भएर पनि सिस्नु हुने क्या आज खाएला पनि नगरी खानु पर्यो मेरो चाहिँ आज ड्युटी 1 बजीबाट छ 10:30 भयो अब खाएर ओ माई गड कस्तो दामी भएको साथीहरू को साथीहरूले त पोलिसतिर हुनुहुन्छ सिस्नु हुनुहुने त्यसरी हालेको छैन सिस्नुमा साथीहरू ओहो र पनि लक्कै भएको छ अस्ति कति धेरै पानी परेको थियो नि त पानी परेर सिस्नु नहुनु पर्ने तर मिठो भएको छ नेपालमा हुँदा चिप्ली भिन्डी सोडा चिप्ली भिन्डी हालेर खान्थ्यो बब्बाल मेरो साथीले टिक्क खानु खोज्नु है ठाउँमै परेछ भन्दै थियो असाध्यै दामी भएको छ के को कमी देख्नु साथीहरू त खुर्सानी झुल्नु नि त प्याज टोक्दैछु सो दामी यार